सपना देखेको नेपाल यो थिएन। जसको माटोमा पसिना बगाए त्यो माटो आज पराई झै भएछ। जहाँ जनताका आवाज सडकमै लोप हुन थालेछन्, नेता कुर्सीको लागि जनताको रगत बगाउन थालेछन्। अब म कसरी चुप लागिरहन सक्छु? देशको नक्सा त टुक्रिएको छैन, तर मन टुक्रिएको छ करोडौं नेपालीको। धर्म, संस्कृति, एकता सबै बिक्ने चीज बनेछन् र देश आफ्नै छोराछोरीबाट बेपत्ता हुँदै गइरहेछ। म त स्वर्गमा छु, तर मेरो आत्मा नेपाल माटोमै बाँधिएको छ। ती मेरो शब्दहरूले केही गर्न सक्थे भने म भन्न चाहन्छु, नेपाली हो अब जाग, निन्द्राबाट बिउज, झोलेबाद त्याग, भ्रष्ट गन्हाउने कसिङहरूको थुप्रो फाल। फेरि एकपटक झण्डा जस्तो नझुक्ने, बुद्ध जस्तो शान्त र हिमाल जस्तै अडिग नेपाल बनाऊ।